हामी बलात्कारी होइन नि। पहिला त मन पराउने, मेरो बुढो भन्ने, फोन गर्ने, तनाव दिने, बिहा गरौँ भन्ने, अहिले आएर जबरजस्ती गराउने, मुद्दा दर्ता गर्ने। म बिहा गर्दिनँ। पढ्ने मान्छे, क्याम्पस पढ्ने मान्छे यसरी नगराउँ। दुइटैको भोलि भविष्य बर्बाद हुन्छ। बिहे भनेको सानोतिनो चिज होइन। सोचेर हामी बिहा गर्नुपर्छ भन्दाखेरि कहाँ हुन्छ। अब बिहे गर्नुपर्छ भनेर केटीले जबरजस्ती गराएर कहाँको मान्छे कहाँ पुगेर बिहे गरेर काठमाडौँ आइयो। लास्ट जबरजस्ती गराउने मुद्दा घोषणा गरेर हेर्नुहोस्। महिला पीडित भयो भने सब नेपालले हेर्दो रहेछ। पुरुष पीडित भयो भने को नेपालले हेर्छ? कोही नेपालले हेर्छ? हामी बलात्कारी होइन नि। पहिला त मन पराउने, मेरो बुढो भन्ने, फोन गर्ने, तनाव दिने, बिहा गरौँ भन्ने, अहिले आएर जबरजस्ती गराउने, मुद्दा दर्ता गर्ने। त्यो केटीलाई मानहानि मुद्दा दायर हुनु परेन? न्यायाधीशले कहाँ हेऱ्यो? आँखामा आँखा लगाएर जज गरे। 8 लाख रुपियाँ तिरेर म भर्खर निस्केँ। कलर गरे आयो त मैले निधारमा सिन्दुर हालेको फोटो छ क्या। 6 महिनासँग सँगै बस्या हेर्नुहोस्। यहीँ आएर काठमाडौँ बानेश्वर कोटासहित लगेर बस्या हेर्नुहोस्। मैले आफन्तलाई भेट्न पनि पाइनँ हेर्नुहोस्। एक जोड लुगाले कारागार जाँदासम्म, कस्टडीदेखि म कारागार जाँदासम्म एक जोड लुगाले मात्रै गएँ। सिन्दुर हालेको बुढी मेरो बुढो हो भन्दै पररी वीर त बालाजुले हेर्नुहोस् मलाई 1 हप्तासम्म थुन्यो। न त उजुर छ, न त केही निवेदन छ, न त कुनै केही छ। म एउटा सिङ्गल विवाह हेर्नुहोस्। मैले फर्स्टचोटि बिहा गरेँ। मलाई रहर पनि थिएन हेर्नुहोस्। त्यो केटीलाई म बिहा गर्दिनँ। पढ्ने मान्छे, क्याम्पस पढ्ने मान्छे यसरी नगराउँ। दुइटैको भोलि भविष्य बर्बाद हुन्छ। बिहे भनेको सानोतिनो चिज होइन। सोचेर हामी बिहा गर्नुपर्छ भन्दाखेरि कहाँ हुन्छ। अब बिहे गर्नुपर्छ भनेर केटीले जबरजस्ती गराएर कहाँको मान्छे कहाँ पुगेर बिहे गरेर काठमाडौँ आइयो। लास्ट जबरजस्ती गराउने मुद्दा घोषणा गरेर हेर्नुहोस्। त्यही अछाममा गरे मलाई त्यही अछाम जिल्ला अदालतले त्यहीँ गर्नुपर्ने थियो क्या। किन काठमाडौँ गरियो त? महिला पीडित भयो भने सब नेपालले हेर्दो रहेछ। पुरुष पीडित भयो भने को नेपालले हेर्छ? कोही नेपालले हेर्छ? महिलालाई त 52% कानुन कम भयो क्या। 100% कानुन दिनुपर्ने भयो क्या। तालिबान जस्तो कानुन ल्याउनु पऱ्यो क्या। महिलाले पुरुषको अनुहारै नहेर्ने कालो मार्क्स लाउनु पऱ्यो क्या। होइन भने हेर्नुहोस्, हेरेको बाफनमा हेर्नुहोस्। अहिले त कस्तो छ, जग भन्नलाई सजिलो छ क्या। यो राज्यले कस्तो कानुन ल्यायो। यो त कमाइ खाने भाँडो हेर्नुहोस्। गरी खाने एउटा महिलालाई अहिले किन नक्कली बिहा दर्ता गरेर विदेश जानु परेन क्या। अहिले को छ हाम्रो केटाहरू, अलि सम्पत्ति वालो, अलि पुँजीप्रति केटा को छ, हेऱ्यो यस्तो नाम मात्रै थाहा पायो भयो। अनि गयो पररीमा गयो, मलाई बलात्कार गर्यो, मलाई यस्तो गर्यो, रोयो कि अनि मुद्दा दर्ता गर्यो। अनि फलानु कहाँ छ, चिल्ली बिल्ली गरी समातेर ल्यायो। उसको ठेगाना के हो, कस्तो मान्छे हो, हाम्रो अनुसन्धान नै छैन, के गरी बस्या छ।